भयो त अनि राम्ररी भन न त के भन्नु खोजेको त्यसरी भएन त्यसले खानु भन्यो खानु भन्यो मैले तिमीलाई सोधेँ दिउँसो केसँग भात खान्छौ भनेर अनि तिमीले केसँग भन्यौ पनिरसँग पनिर के अरे उससँग भने मैले के अरे माछासँग भने मैले माछासँग होइन मसरुमसँग भने मैले अन्त दुधसँग चाहिँ म खाँदिनँ भन्यो नि त तिमीलाई होइन दुधसँग खाने खान्न भने त्यही त भनेको त किन दुध चाहिँ तिमीलाई खानु मन परेन पऱ्यो कारण के कारण कारण बुझ्नु जान्नु पर्यो नि त मैले पनि के हो कारण नपरेको खानु तिमीले खानु पारेर टिपी गरेको नदिने ए मैले ढिपी गरेँ भनेर तिमीले खान्न भनेको ए ढिपी नगरेको भए चाहिँ खान्थ्यौ अच्छा तिमी त बहुत चालुमा रहेछौ त अनि के हो त हो अन्त भन नि त राम्ररी भन न त अन्त तिमीलाई खानुमा सबसे राम्रो के लाग्छ भन चिया अनि अर्को मासु के को मासु मनपर्छ खसीको पनि कुखुराको पनि अनि कुखुराको चाहिँ पोल्ट्रीको कि देशीको देशीको खसी पनि त देशीकै हुन्छ नि अनि खसी पनि पोल्ट्री हुन्छ र हुँदैन अन्त कसरी भयो त अब तिमीलाई सबै त थाहा रहेछ जबरजस्ती त म कहाँ खिलाउँछु त हौ तिमीलाई अन्त तिमीलाई जबरजस्ती खिलाएर तिम्रो टट्टी मैले सफा गर्नुपर्छ होइन होइन र भन्न त अन्त अन्त तिमी एकपल्ट देबु भन्यौ त कति भयो देबु सुन्नु नपाएको मैले तिम्रो छोराछोरीको नाम के अरे आदित्य र अनिसा तिमीलाई सबसे बेसी कसको माया लाग्छ अनिसाको के गर्छ अनिसाले मेरो पनि लाग्छ आदिको पनि लाग्छ तर बेसी चाहिँ अनिसाको लाग्छ नि अनिसा तिम्रो प्यारो छोरी हो नि त नि किनकि रिसाउँदैन नि त गाली मात्रै गर्छ नि के गर्छ तिमीलाई गाली